ल साथीहरू, यहाँ चाहिँ हामी चाहिँ माघे सङ्क्रान्तिको लागि बनतरुल खानु आएको थियौँ। हेर्दाखेरि चाहिँ यत्रो ठुलो देखिरहेको छ, खतरा खन्दा खन्दै खन्ने चाहिँ बुवा काका दाजुहरू हुनुहुन्छ। म चाहिँ रेकर्ड गरेको माटोमा यस्तो देखिन्छ। यसले पुरै खरेर निकालिसकेपछि म हजुरहरूलाई देखाउँछु है कस्तो रहेछ। हेर्दा चाहिँ ठुलो छ, खनेर नि निकाल्नु भयो है। यस्तो रहेछ। यहाँ ठिक्कै पाइप पनि रहेछ, पानीको पाइप। अनि पानीले पखाल्दाखेरि यस्तो रहेछ कि अझै पुरै खनिसकेको छैन। अब बाँकी नै छ खनेर पुरै निकाल्नुको लागि। पुरै सबै निकाल्दाखेरि त ठुलै रहेछ त ऊ चाहिँ बनतरुल चाहिँ दामी। हेर्नु काकाले खन्नुभएको कस्तो मजाले खन्नु भइरहन्छ। चोटहरू केही लागेको छैन कि सर्लक्क निकाल्नु भइरहन्छ। यस्तो ठुलो रहेछ, कस्तो खतरा। भल यही हो माघे सङ्क्रान्तिको हाम्रो सिकार चाहिँ। चट्टसँगले बनाउने खाने यही होइन। हजुरहरूकोमा के खन्नुभयो है कमेन्ट गर्नुहोला।